हेलो एभ्रिवान, नमस्ते। आज चाहिँ मैले एकदमै हेल्दी ब्रेकफास्टको रेसिपी लिएर आएको छु, जुन चाहिँ एकदमै हेल्पफुल हुन्छ, जुन वेट लस जर्नीमा हुनुहुन्छ र पेसेन्ट लाइक डायबिटिज र हाइपरटेन्सिभ। आज चाहिँ मैले सुरुमा हाई लाइफको व्हाइट ओट्स लिएको छु, जुन चाहिँ रेडी इन 5 मिनट्सवाला, जसलाई चाहिँ पानीमा बोइल गरेर चाहिँ मैले एकछिन सेलाउन दिएर बोलमा राख्दैछु। यसलाई चाहिँ माथिबाट गार्निस गर्नुको लागि हजुरसँग भएको भेजिटेबल्सहरू राख्न सक्नुहुन्छ, जस्तै मैले चाहिँ कुकुम्बर, अनियन, टमाटो र ग्रिन चिल्ली लिएको छु। यसमा चाहिँ अरू पनि हेल्दी कुराहरू एड गर्न सक्नुहुन्छ र भेजिटेबल एड गर्न चाहनुहुन्छ भने चाहिँ त्यसलाई बोइल गरेर चप गरेर मात्रै माथिदेखि गार्निस गर्नुहोला। यसरी चाहिँ सबै भेजिटेबल्सलाई चाहिँ मैले गार्निस गरिसकेको छु। यसरी गार्निस गर्दाखेरि चाहिँ यो एकदमै टेस्टी हुन्छ। अहिले चाहिँ मैले यो चाहिँ फ्लेक्सिडो, जसलाई चाहिँ मैले रोस्ट गरेर ग्राइन्ड गरेको छु। मैले यो 1 चम्चा लिन्छु। यो चाहिँ ओमेगा 3 रिच हुन्छ, फ्याट, भिटामिन्स, प्रोटिन पनि हुन्छ। यो चाहिँ एकदमै हेल्दी हो। त्यसपछि चाहिँ मैले हाफ लेमन लिएको छु। यसले चाहिँ अझै टेस्टी गराउँछ। सो मैले यसमा यसरी निचोरिसकेँ। त्यसपछि चाहिँ मैले यो रक साल्ट लिएको छु। हजुरहरूले अगाडि नै ओट्स बोइल गर्दा हाले पनि हुन्छ, नभए पछिबाट हल्का यसरी छर्के पनि हुन्छ। मैले यसरी लिए। अब चाहिँ यो खानालाई रेडी भइसकेको छ। यो ब्रेकफास्ट चाहिँ खानालाई रेडी भइसकेको छ र मैले बुवालाई दिँदैछु। बुवाले पनि कस्तो राम्रो भन्दै हुनुहुन्थ्यो र बुवाले टेस्ट गर्नुहुन्छ अनि कस्तो लाग्यो भनेर सोधेको। एकदमै मिठो छ भनेर भन्नुभयो। अब चाहिँ मैले पनि टेस्ट गर्दैछु। यो चाहिँ हल्का तातो नै खानुपर्छ विन्टरमा, र समरमा अलिक चिसो भए पनि हुन्छ। र यो खाँदाखेरि कस्तो छ भन्छु है त। सो खाँदा पनि एकदमै टेस्टी थियो, ठिक्क चटपटा, पिरो पनि, र मलाई त एकदमै मन पर्यो। हजुरहरूले पनि एकचोटि ट्राई गर्नुहोला, हजुरहरूलाई पनि एकदमै मन पर्नेछ। र थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। थ्याङ्क यू सो मच। किप लभिङ मी। थ्याङ्क यू।